तथा एनायन्सहरू जे छन् तिनलाई के भन्दो रहेछ, लिग्यान्ड भन्दो रहेछ होइन। द्याट मिन्स सल्फिल थ्योरीले के भन्दो रहेछ भन्दाखेरि चाहिँ यो लिग्यान्ड र सेन्ट्रल मेटल एटमको, हेर त, जुन लिग्यान्ड छ यो लिग्यान्ड र सेन्ट्रल मेटल एटमको बिचमा चाहिँ प्योरली इलेक्ट्रोस्ट्याटिक फोर्स अफ एट्र्याक्सन हुन्छ। द्याट मिन्स तिनीहरूको बिचको बोन्ड भनेको कस्तो टाइपको हुन्छ भने आयनिक टाइपको बोन्ड हुन्छ भनेर बुझ्न पर्यो होइन। मैले के गरेँ भने हेर त, एउटा क्रोमियम एटम सेन्ट्रल मेटल क्रोमियमको कुरा गरेँ। क्रोमियमको सुरुमा के हुन्छ, 5 डिजेनरेट डी अर्बिटल सुरु हुन्छ होइन। द्याट मिन्स डिजेनरेट भनेको के रहेछ, सुरुमा तिनीहरूको सेम इनर्जी हुन्छ। जब लिग्यान्डले एप्रोच गर्छ, लिग्यान्डले एप्रोच गर्ने बेलामा तिनीहरूको डिजेनरेसी लस्ट हुन्छ। डिजेनरेसी लस्ट भएर चाहिँ यो डी अर्बिटल चाहिँ स्प्लिट हुन्छ, दुईवटा सेट्समा स्प्लिट हुन्छ। त्यो के सेट्समा स्प्लिट हुँदो रहेछ, एउटा इजी सेट्समा, अर्को चाहिँ केमा सर भने चाहिँ T2G सेट्समा स्प्लिट हुन्छ। यो स्प्लिटिङ चाहिँ कसरी अकर हुन्छ त भनेर बुझाउन खोजिरहेको छु मैले। यो स्प्लिटिङ कसरी अकर हुँदो रहेछ त सर भने चाहिँ हेर त, ल फर्स्ट स्टेपमा के भने मैले, यो स्प्लिट हुनु कसरी हुँदो रहेछ त भन्दाखेरि चाहिँ किनकि यो सेन्ट्रल मेटल पोजिटिभ चार्ज भएको सेन्ट्रल मेटल र नेगेटिभ चार्ज भएको यो जुन लिग्यान्डहरू एप्रोच गर्छन्, यो एप्रोच गर्ने बेलामा चाहिँ यिनीहरूको इलेक्ट्रोस्ट्याटिक एट्र्याक्सन बढ्ने भयो। इलेक्ट्रोस्ट्याटिक फोर्स अफ एट्र्याक्सन बढ्ने बेलामा यिनीहरूको एभरेज इनर्जी चाहिँ बढ्ने भयो। एभरेज इनर्जी बढेको कारणले गर्ने बेलामा चाहिँ यो डी अर्बिटल चाहिँ स्प्लिट हुन्छ। अब यो डी अर्बिटल्सको केसमा तिमीले के बुझ्नु पर्यो भन्दाखेरि, डी अर्बिटल्समा पाँचवटा बक्समा के हुन्छ नि, एउटा डिएक्स वाई हुन्छ, अर्को के हुन्छ डिवाइजेड हुन्छ, अर्को के हुन्छ डिएक्सजेड हुन्छ, अर्को के हुन्छ भने चाहिँ डिएक्स स्क्वायर माइनस वाई स्क्वायर र डिजेड स्क्वायर हुन्छ। द्याट मिन्स हेर त, यो डिएक्सवाई डिवाइजेड र डिएक्सजेड सबै एक्स एक्सिस र वाइ एक्सिस जेड एक्सिस, एक्स एक्सिस जेड एक्सिसको बिचमा परिरहेको छ। द्याट मिन्स दे लाई बिट्विन द एक्सिस होइन। तर डिएक्स स्क्वायर माइनस वाइ स्क्वायर र डिजेड स्क्वायर चाहिँ कहाँ लाई गरेछ हेर त, दे लाई एलोङ दिज एक्सिस होइन, एक्सिसमै, हेर त, एक्सिसमै यसरी परिरहेछ यो, अथवा डिजेड स्क्वायर पनि दे लाई एलोङ द एक्सिस। द्याट्स वाइ तिमीले के बुझ्नु पर्यो, अब अक्टाहेड्रल कम्प्लेक्सको लागि क्रिस्टल फिल्ड स्प्लिटिङको कुरा गरेको हामीले होइन। इन केस अफ अक्टाहेड्रल कम्प्लेक्स तिमीलाई के बुझ्नु पर्यो, अक्टाहेड्रल कम्प्लेक्स भन्ने बित्तिकै सेन्ट्रल मेटमलाई चाहिँ के हुनु पर्यो, अक्टा भनेपछि 6 होइन, यहाँ त अक्टाहेड्रलमा यसरी 6 भनेर सम्झ तिमीले, यहाँ 6वटा लिग्यान्डले एप्रोच गरेको होइन। अक्टाहेड्रल कम्प्लेक्स भनेको चाहिँ सेन्ट्रल मेटललाई यदि 6वटा लिग्यान्डले एप्रोच गरेछ भने त्यस्तो कम्प्लेक्सलाई अक्टाहेड्रल कम्प्लेक्स भन्छ है। 4वटा लिग्यान्डले एप्रोच गर्दा टेट्राहेड्रल कम्प्लेक्स भन्छ भने चाहिँ 6वटा लिग्यान्डले एप्रोच गरेको कन्डिसनमा चाहिँ त्यसलाई चाहिँ अक्टाहेड्रल कम्प्लेक्स भनिरहेको हुन्छ। र यस्तो कम्प्लेक्समा तिमीले के ध्यान दिनु पर्यो त हेर त, जब सेन्ट्रल मेटल एटमलाई लिग्यान्डले एप्रोच गर्छ, के भने मैले, हेर त, 5 डी अर्बिटल्स थिए सुरुमा। यी डी अर्बिटल्स के थिए सुरुमा, डिजेनरेट थिए। डिजेनरेट भनेको के रहेछ सर भनेको के भन्थ्यो, दे हेभ सेम इनर्जी। यो डिजेनरेट 5 डी अर्बिटल्समा जब अमोनिया, हेर त, अमोनिया स्ट्रङ लिग्यान्डले एट्र्याक्ट गर्यो होइन, एप्रोच गर्यो। यो एप्रोच गरिसके पछाडि के भयो त सर भने चाहिँ के भन्नु पर्यो तिमीले, यहाँ इलेक्ट्रोस्ट्याटिक एट्र्याक्सन चाहिँ बढ्ने भयो होइन। यो पोजिटिभ चार्ज र नेगेटिभ चार्जको बिचमा इलेक्ट्रोस्ट्याटिक एट्र्याक्सन बढ्ने भयो। इलेक्ट्रोस्ट्याटिक एट्र्याक्सन बढ्ने बेलामा के भयो त सर भने चाहिँ, हेर त, जुन इन्टरेक्सन बिट्विन इलेक्ट्रोन्स अफ लिग्यान्ड र मेटल्सको बिचमा जुन इन्टरेक्सन भयो त्यसले गर्दाखेरि इनर्जी, एभरेज इनर्जी बढ्यो। एभरेज इनर्जी बढ्ने बेलामा चाहिँ यो जुन डिजेनरेट अर्बिटल्स थिए, सेम इनर्जी भएको अर्बिटल्स, तिनीहरू चाहिँ स्प्लिट भएर दुईटा सेट्समा कन्भर्ट भए। कुन कुन सेट्समा सर भने चाहिँ, एउटा इजी सेट्समा, अर्को चाहिँ के सर भने चाहिँ T2G सेट्समा होइन। इजी सेट्स भनेको के रहेछ, डिएक्स स्क्वायर माइनस वाइ स्क्वायर र डिजेड स्क्वायर। T2G सेट्स भनेको के रहेछ, डिएक्सवाई डिवाइजेड र डिएक्सजेड रहेछ भने चाहिँ बुझ्नु पर्यो तिमीले यहाँ होइन। र यसको केसमा अब हेर त सर, किन डिएक्स स्क्वायर माइनस वाइ स्क्वायर डिजेड स्क्वायर चाहिँ माथि गयो भनेर सोध्यो भने चाहिँ, किनकि हेर त, लिग्यान्डमा अघि मैले के भने, डी अर्बिटल्सको फिगर देखाउने बेलामा डिएक्स वाइ स्क्वायर माइनस वाइ स्क्वायर र डिजेड स्क्वायर चाहिँ ठ्याक्क त्यसलाई एलोङ द एक्सिस, एक्सिसमा परेको कारणले यिनीहरूको बिचको रिपल्सन चाहिँ एकदमै हाई हुन्छ। मेटलको इलेक्ट्रोन र तिनीहरूको एक्सिसमा भएको इलेक्ट्रोनको बिचको रिपल्सन धेरै भएको कारणले यिनीहरू चाहिँ के त धेरै टाढा टाढासम्म पुग्न सक्यो। द्याट्स वाइ यिनीहरू चाहिँ के हायर एनर्जी लेभलमा डिएक्स स्क्वायर माइनस वाइ स्क्वायर र डिजेड स्क्वायर पुग्यो भने चाहिँ जुन त्यो डिएक्स वाइ डिवाइजेड र डिएक्सजेड चाहिँ त्यसलाई के त बिट्विन द एक्सिस, द्याट्स वाइ तिनीहरू चाहिँ के लोवर इनर्जी लेभलमा बस्यो भनेर चाहिँ बुझ्नु पर्यो है। ल क्रिस्टल फिल्ड स्प्लिटिङमा अनि इनर्जी सोध्छ तिमीलाई, के हो हेर त, यो क्रिस्टल फिल्ड स्प्लिटिङ इनर्जीमा चाहिँ यो बेरी सेन्टर भन्छ यो तलको, यसलाई चाहिँ के भन्छ सर भने चाहिँ बेरी सेन्टर, BARICENTRE, बेरी सेन्टर। यो बेरी सेन्टरबाट चाहिँ कति माथि गछ भने चाहिँ +0.6 डेल माथि भन्नु भन्यो भने चाहिँ कति तल छ भने चाहिँ बेरी सेन्टरबाट चाहिँ -0.4 डेल हो तल छ भन्नु पर्यो ट्रिपली डिजेनरेट T2G सेट्स चाहिँ होइन। यति कुरा चाहिँ जान्नु पर्यो। ल अर्को कुरा, अब तिमीलाई के ध्यान दिनु पर्यो त, कम्प्लिमेन्ट्री कलर व्हिल भनेर बुझ्नु पर्यो तिमीले। हेर त, भी है, VIBGYOR मा तिमीले यसरी लेख, भी
ल यसरी गोलो विल बनाइदियो यो विल। यो विलमा तिमीले के गरिदियो भन्दाखेरि बी लेख, यहाँ बी लेख, यहाँ जी लेख, यहाँ वाइ लेख, ओ लेख, यसरी आर लेख होइन। ल भिआइबिजिवाइओआर। तिमीले के बुझ्नु पर्यो त भन्दाखेरि चाहिँ